दामी छ अमला एकदम त्यो गुलियो आइरहेको छ क्या अहिले पनि कति रहेछ नि यहाँनिरको सबै यहीँ झरेछ त अमला खाएपछि चाहिँ पानी खाँदाखेरि त्यो एक खालको गुलियोपन आउँछ यसको चाहिँ अब तितौरा बनाएर खानुपर्छ हाम्रो भाइले अमला झारिरहेछ अमलाहरू थोरै मसिनो चाहिँ छ बाँकी अमलाको तितौरा बनाउने मैले एउटा चाहिँ अलिक ओइला आएको छ नि हिजो अस्ति झऱ्यो अब यो हिजो अस्ति झऱ्यो अब चाहिँ बाबा सबै यहीँ छ हेरेर लगभग 4 माना जति अमला चाहिँ हामी दाजुभाइले अहिले आधी घन्टाको बिचमा चाहिँ टिपिसकेका छौँ हाम्रो भाइले अमला झारिरहेछ ल भयो कान्छा भयो अब पुग्यो आइज भयो भयो ए गरेर झर त्यो त नजा है झर बिस्तारै यहाँनिर भाइले यो हल्ला आएपछि अमला चाहिँ यहाँनिर भुइँभरि भएको छ यस्तो यो भरि यो घाँस पल्टाएर चाहिँ अमला हेरेपछि यहाँ अमला भेटिन्छ भेटिन चाहिँ तर खोज्न गाह्रो छ एउटा यता रहेछ भाइ तपाईँले धेरै झारी छ झार्न चाहिँ अमला भेटिने क्रम जारी छ है त हाम्रो कतिवटा भेटिस् है तैँले त कतिवटा भेटिस् त यी यहाँ पनि छ ल खै स्याहार्ने छ एउटा अलिक घाँस भयो क्या घाँस नभए भेटिन्थ्यो कहाँ सुक्ने पनि अहिले त यहाँनिर एउटा छ दुईवटा अब भेटेँ मैले यहाँनिर इस 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 ल यहाँ भसकै भेटिरह खै त्यो हात रेडी भयो मेरो तपाईँ बराबर के भन्छ अचार हाल्ने अमलालाई भन न अचार हालेपछि अमलालाई के भन्छ अस्ति बोल्नु भएको थियो ऊ के अचार हालेपछि अमलालाई के भन्छ अरे तरिका भन्न आएको के अरे चित्र होइन तित्रा के भाषा आएन नि के भन्छ अरे भाइ तितौरा 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 कहाँ चित्रा चित्रा भइरहेको हामी चाहिँ यहाँ ए ल यसले खतरा खतरा भेट्यो है हाम्रो भाइले बाबाले भेटिरह म टिप्छु ए भाइले अमला टिप्दैछ हामी चाहिँ यो रुखको बुन्नीबाट बसेका छौँ यो रुखभरि अहिले पनि अझै अमला धेरै छ माथि माथि दाना टन्नै छ माथि यो हामी चाहिँ ज्वालामुखी गाउँपालिकाको वडा नम्बर 3 यो भट्ट गाउँमा चाहिँ यो अमलाको रुख छ यहाँनिर खै तर ओइले हेर्दै कति बिजी झर्छ खाल्टै पर्ने छ यो चाहिँ अमला हामीले टिपेका छौँ लगभग 4 मानाभन्दा बढी अमला भइसकेका छ अमलाहरू थोरै मसिनो चाहिँ छ केही चाहिँ हिजो अस्ति ओइला आएको जस्तो पनि छ होइन तर त्योभन्दा बढी चाहिँ फ्रेस अमलाहरू टिपेका छौँ हामीले र यो अमला चाहिँ अब यसको चाहिँ हामी अब यो के अरे बाबु यसको के भन्छ अरे अचार तितौरा हामी यसको तितौरा बनाउँछौँ र केही अमला चाहिँ म काठमाडौँ पनि लिएर आउँछु तपाईँले पनि खान पाउनुहुन्छ र लगभग 4 माना जति अमला चाहिँ हामी दाजुभाइले अहिले आधी घन्टाको बिचमा चाहिँ टिपिसकेका छौँ एकदमै राम्रो अमला छ ल हेर्नुहोस् यदि अमला चाहिँ हामीले अहिले यो टिपेका अमलाहरू हो यहाँनिर यसरी एउटा थुप्रो अमला यतापट्टि बसेको छ त्यसै गरी अर्को थुप्रो अमला भाइले टिपेको छ भाइले टिपेको अमला पनि यति अमला हेरेर टिपिएको छ हामी दाजुभाइ मिलेर अहिले भर्खरै हाम्रो भाइ चाहिँ फेरि पनि त्यहाँ अमला टिपिरहेछ हाँगो सानो लच्किएको हाँगोमा अलि मसिना मसिना अमलाहरू छन् भाइले टिपिरहेछ त्यहाँ लगभग 1 मुठीभन्दा अहिले कान्छ अलि बढी छ 1 मुठीभन्दा ल ल सबै लिएर आइज भाइले त्यहाँ अमला टिप्दैछ र यो अमला टिपेको ठाउँ वरिपरिको चाहिँ यो भूगोल चाहिँ यस्तो छ त्यो माथि पारी देखिएको चाहिँ यो पातले गाउँ हो अलि यतापट्टि आएपछि हामी सिद्धलेख गाउँपालिकाको ठाँटी क्षेत्रलाई देख्दैछौँ यो सामुन्ने देखिएको गाउँहरू अमराई हो र यतापट्टि चाहिँ यो खेतबारी यो हामीहरूकै खेतबारी हो र देखिँदैछ यो चिलाउनेका रुखहरू छन् साँझको बेला छ झ्याउकुरी बाँसिरहेछ र
यो तिहारको समयमा हामी आउँदाखेरि हामी चाहिँ दाजुभाइ अमला टिप्न आएको छौँ। अमलाको बोट यहाँनिर छ। ले चाहिँ अमला यहाँ ट्याक्क झार्यो। यति अमला भाइले यहाँबाट ल्याइसक्यो। भाइ आजको अमला कस्तो कस्तो छ ल भन्? गुलियो हो? हाम्रो स्टेसन भाइले अमला पुरै हातभरि बनाएको छ ल। मसिना रहेछ कान्छ। उसको भाग चाहिँ यतापट्टि राखेको छ उसले, मेरो भाग चाहिँ यतापट्टि छ। थुप्रो अलग अलग छ। मलाई नै हालिदियो ल केटोले। दामी छ अमला। एकदम त्यो गुलियो आइरहेको छ क्या अहिले पनि। अब अमला खाएपछि चाहिँ पानी खाँदाखेरि त्यो एक खालको गुलियोपन आउँछ। अनि हामी गोठाला जाँदाखेरि चाहिँ यो बाउलीभरि अमला हालेर जान्थ्यौँ। यो भिरपाखामा टक्क अमला हाल्यो अनि बाख्रा गोठाला गयो। अनि पानीको मुहान यतै तलतिर छेउमा हुन्थ्यो। त्यहाँ यो केउरिनी खेतमा पनि पानीको मुहान थियो, अलिक तल पनि थियो। अनि त्यहाँसम्म गयो, पानीको मुहानमा चाहिँ टक्क गयो, पानी खायो होइन। अनि दिनभरि बाख्रा लिएर हिँड्यो। छुट्टीको दिनमा बडो रमाइलो हुन्थ्यो। अहिले गाउँमा आउँदाखेरि चाहिँ यसरी यो आफैले यस्तो हल्का अमला टिप्न पाउँदाखेरि बडो मजा आइरहेको छ। यो गाउँमा यी चिजहरू छन्, यो प्राकृतिक स्वाद छ, एउटा रैथाने चिजहरू छ। अनि जति नै पर जता काठमाडौँ जति नै बाहिर गए पनि आफ्नो गाउँको ठाउँको यो चिजहरू देख्दाखेरि चाहिँ त्यो नोस्टाल्जिया पनि हुने अनि सँगसँगै यसको फेरि स्वाद पनि छ यसको। यसको चाहिँ अब तितौरा बनाएर खानुपर्छ। यो बाँकी अमला चाहिँ तितौरा बनाउने मैले। यति मजाको चिज हो यो नै यो। अब यो तपाईँहरूले खान मन गर्नुभयो भनेदेखि चाहिँ यो भिडियोमा चाहिँ त्यहाँनिर लाइक कमेन्ट गर्नुहोस्, तपाईँहरूले पनि पाउनुहुन्छ। त्यो चाहिँ म काठमाडौँ लिएर पनि आउँछु ल। काठमाडौँमा भेटौँला हामी है त। जय होस्।